जसरी समय बित्दै जाँदा ती कलिला शरीरहरू अब परिवर्तन भएर चौरी पर्दै गर्दा आफ्नो इच्छा रहरहरू पनि मरेर जाँदो रहेछ भनेर मैले मेरो बोजूहरूबाट चाल पाएँ। सो हेलो एभ्रिवान, वेलकम ब्याक अगेन टु माई न्यू भिडियो। र आज चाहिँ मेरो बोजूको सेन्टर जाने काम थियो, त्यही भएर चाहिँ म फोटो पनि खिचिदिन्छु भनेर छिटो छिटो रेडी हुनु भनेको थिएँ होइन। तर बोजू चाहिँ यत्तिकै रेडी हुनु आँट्नु भएको थियो। तब मैले चाहिँ जबरजस्ती टाउकोहरू नुहाउनु लगाएँ। अन्त चाहिँ टाउकोहरू त्यो पनि आफै नुहाउनु भयो। अन्त टाउकोहरू नुहाएर खुट्टाहरू धुनुभयो होइन। त्यहाँदेखि चाहिँ रेडी हुनु लगाएँ। अन्त रेडी भइसकेर चाहिँ मैले यहाँनिर म क्रिमहरू लगाइदिँदै थिएँ। यस्तोहरू लाउनु मान्नु भएकै थिएन हो। अन्त तर पनि जबरजस्ती लगाइदिँदैछु। अरू केही पनि नलगाए पनि मोइस्चराइजर र सनस्क्रिन चाहिँ लगाइदिएँ होइन। अन्त त्यहाँदेखि अर्को बोजू पनि हुनुहुन्थ्यो, बोजूको साथी, तर उहाँ चाहिँ लाउनु मान्नु भएन। अन्त यहाँ हातमा पनि लाउनु भनेर चाहिँ भ्यासलिन लगाइदिँदै थिएँ हातमा। यता हेर्नुहोस् न, हातहरू कस्तो भइसकेको थियो मेरो बोजूको। र बोजू चाहिँ अलमोस्ट 70 क्रस भइसक्नु भएको, बेसी पनि भइसक्नु भएको हो। र यहाँ बोजूको साथीले भ्यासलिन चाहिँ लाउँछु भनेर लाउनु हुँदै थियो। र मैले यहाँ बोजूलाई बाम पनि लगाइदिँदैछु। र लिपस्टिकहरू चाहिँ लाउनु मान्नु भएन बोजू। यहाँनिर बोजूको चाहिँ दाँत नभएको कारणले गर्दा हेर्नुहोस् न, ओठहरू पनि सबै हराइ गइरहेको थियो होइन। अन्त यहाँनिर यस्तो गर्दा त सुत्यो देख्दै थियो। अन्त अर्को बोजूले पनि लिप बाम चाहिँ लाउँछु भनेर लाउनु हुँदै थियो। र मैले कलर आउँदैन हौ, के भन्दैन लाउँदा भन्दै थियो। कलरवाला लाउनु हुने भनेर सोधेको थिएँ नि त। अन्त लाउनु मान्नु भएन हो। र हाम्रो बोजूले चाहिँ यहाँनिर टिका पनि लाउनुहुन्छ, सबै ब्ल्याक मात्रै लाउनुहुन्छ। अन्त यहाँनिर बोजूले चाहिँ ब्ल्याक कलरको टिका लाउनु हुँदैछ। अन्त मैले यहाँ लगाइदिएको छु होइन। अन्त फोटो खिच्नु बस्नु भने यहाँ भनेर बस्नु हुँदै थियो कि। अन्त मैले हाँस्नु भनेर हाँस्नु भयो। यहाँनिर बोजू र अर्को बोजूको पनि फोटो खिचिदिएँ। अन्त यहाँनिर बोजूहरू चाहिँ अब जानु आँट्नु भएको थियो हो। र यहाँनिर जानुहुँदैछ। यहाँनिर बोजूलाई मैले बाई बाई गर्दैछु। अन्त बोजू यहाँनिर बस्नु ल भन्दै जानुहुँदै थियो। तर फेरि यसबाट रोडसान गएर आउँछु भनेर बोजू भएको जाँदै थिएँ। अन्त यहाँनिर बोजूहरू जानुभयो। र यहाँनिर चाहिँ बोजूको फोटो। Thank you for watching. Do like, comment and share.